हेलो साथी, वेलकम टू किंगडम अफ फिटनेस। म फेरि आएको छु फ्याक्ट्री न्यू भिडियोको लागि। म फेरि आएको छु। म केही सामानहरू हेराउन गएर छु कार्डियो। सो तपाईँहरू हेर्न सक्नुहुन्छ कमर्सियल ट्रेडमिल यहाँ छ, दुईटैमा। अनि कमर्सियल जिमको भन्नाले कि तपाईँ जति युज गर्नुहोस् केही पनि हुँदैन, क्वालिटी एकदम राम्रो हुन्छ। अनि हेर्न सक्नुहुन्छ दुईटा कलरमा लागेको छ डिस्प्लेमा। अनि त्यसपछि म एउटा हेराउन गइरहेको छु क्रस ट्रेनर, जुन यहाँ क्रस ट्रेनर छ त्यो पनि कमर्सियलै हो। तपाईँ जति युज गर्नुहोस् जे गर्नुहोस् केही फरक पर्दैन, क्वालिटी फिनिसिङ एकदमै राम्रो हुन्छ। सो हाम्रो यो स्पिन बाइक तपाईँहरू हेर्न सक्नुहुन्छ, यसमा स्पिड कम बेस गर्ने छ, सिट हेर्नु सक्नुहुन्छ, लक कति राम्रो छ। सो अब हाम्रो मेसिन सेसनमा आउनु हेराइरहेको छु। तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो यता पुल डाउन विथ रोइङ मेसिन छ, अलरेडी लागेको छ। यस सिटको क्वालिटी हेर्नुहोस्, फिनिसिङ छ, रोलर हेर्नुहोस्, रोलरको क्वालिटी हेर्नुहोस्, स्टिल छ, पाइपको फिनिसिङ हेर्नुहोस्, कलर वायर एकदमै राम्रो स्मुथ छ। क्वालिटी पनि हेर्न सक्नुहुन्छ। यसमा वेट पनि 80 kg को हुन्छ वेट। अनि यो कभर चाहिँ हाम्रो लेदर कट कभर हो, एकदम फिनिसिङ छ, हेर्नमा एकदम लुक आउँछ। अनि मेसिन पनि एकदमै राम्रो छ, हेर्न सक्नुहुन्छ। अब अर्को मेसिन प्याक्ड अप फ्लाई छ, यसको पनि पाइप हेर्नुहोस्, क्वालिटी हेर्नुहोस्, यसको लक हेर्नुहोस्, थिकनेस एकदमै स्मुथ छ। सिटको क्वालिटी पनि एकदम बेस्ट हुन्छ, चलाउनमा पनि एकदम स्मुथ दिन्छ। सबैमा तपाईँ हेर्न सक्नुहुन्छ लेदर कट लक छ, वेट चाहिँ 80 kg के हुन्छ। सो तपाईँहरू हेर्न सक्नुहुन्छ एउटा अझ मेसिन छ, यसमा तिनटै कुरा छ। यसमा फङ्सनल ट्रेनर छ, अनि पुलअप गर्ने त्यो पनि छ सिस्टम। यहाँ स्क्वाड र सुमित मेसिन दुइटै छ, एकदम क्वालिटीमा छ। यसको फिनिसिङ पनि एकदमै छ, लुक पनि एकदम राम्रो दिएको छ। तपाईँहरू हेर्न सक्नुहुन्छ चिन्डेप एसिस एउटा अझ मसिन छ, हेर्न सक्नुहुन्छ। यसमा न्यू कमर्सको लागि एकदमै सजिलो हुन्छ, गर्नमा एकदमै सजिलो तरिकाले गर्न सकिन्छ। अनि के हुन्छ कि न्यू मान्छेलाई यता जिम आउँछ, सो पुलअप गर्न सक्दैन, त्यसमा आफैले मसिनले गराउँछ। तलमाथि हेर्न सक्नुहुन्छ दिएको छ अलरेडी। प्यारलल डिप्स बार जुन छ यो मसिन, यसमा पनि पुलअप पुसअप ट्राइसेप सबै कुरा हुन्छ, हेर्न सक्नुहुन्छ। मेसिन यो पनि छ, एकदमै क्वालिटी न्यूमा, यसको पनि थिकनेस एकदम राम्रो छ। सो तपाईँहरू हेर्न सक्नुहुन्छ यो ह्यामर सिरिजको सुपर स्क्वाड मेसिन छ। अहिले पुरै फिनिसिङ भएको छैन, अहिले काम केही बाँकी छ। तपाईँहरू हेर्न सक्नुहुन्छ मेसिनहरू अहिले फिट भइरहेको छ। अनि अरू पनि छ यहाँ मेसिनहरू, यसमा छ डेबल ट्विस्टर छ, रोइङ छ, रोइङ ह्यामर छ, ट्राइसेप ह्यामर छ, इन्क्लाइन बेन्च छ, प्याक्ड अप फ्लाई ह्यामर छ, स्क्वाड ऱ्याक छ, बार्बल ऱ्याक छ, धेरै कुरा यसमा छ। सो तपाईँहरू हेर्न सक्नुहुन्छ एब्डोमिनल ह्यामर जुन एप्सको लागि एकदमै राम्रो मेसिन छ। यसको फिनिसिङ कति राम्रो छ, अलिकति पनि साउन्ड आउँदैन, एकदम स्मुथ चल्छ कि। सो हेर्न सक्नुहुन्छ धेरै मेसिनहरू अहिले सेटअप भएको छैन। अहिले भर्खर हामी अर्को ठाउँबाट आफ्नो ठाउँमा सिफ्ट गरेका छौँ। अनि यो आफ्नै ठाउँ पनि आफ्नै छ, फ्याक्ट्री पनि आफ्नै हो। अनि हेर्न सक्नुहुन्छ पुरैले सेटअप भएको छैन राम्रो तरिकाले। अनि केही सामान छ जुन डिस्प्लेमा रेडी छ, अलरेडी फिट भइरहेको छ, अनि कुनै अहिले फिट भएको छैन। हेर्नुहोस् रोइङ ह्यामर छ, ट्राइसेप ह्यामर छ, एजेक्स्टल बेन्च, टी बार, धेरै कुरा यहाँ छ अहिले जुन फिट भएको छैन। सो आजको भिडियोमा यति मात्रै छ। अब नेक्स्ट भिडियो पनि लिएर आउँछु, चाँडै लिएर आउँछु। तपाईँहरू हेर्नुहोस्, नम्बर दिइराखेको छ त्यसमा, तपाईँहरू हेर्न सक्नुहुन्छ नम्बर, कन्ट्याक्ट गर्नुहोस्, कल गर्नुहोस्, SMS गर्नुहोस्, अनि अर्डर गर्नुहोस्, भिडियो सेयर गर्नुहोस्, लाइक गर्नुहोस्। धन्यवाद।